ल आउनुस् है, आज चाहिँ बनाऊँ कुखुराको मासुको अचार। मासुको अचार भनेपछि बनाएको 1-2 हप्तामा खत्तम भइहाल्छ के। त्यही भएर आज चाहिँ अलिकति बढी नै लिएको छु। मैले चाहिँ यो बोनलेस वाला कुखुराको मासु लिएको छु। यसलाई चाहिँ अलि ठुल्ठुलै पिस राखेको छु, घरमै खाने भएको भएर। अनि यसमा चाहिँ बेसार हैन अनि नुन राखेर म्यारिनेट गर्दिने। मलाई चाहिँ खासमा हड्डीवालै मन पर्छ, तर यो हड्डीवाला ल्याएर चाहिँ काट्नै जाऊ के। त्यही भएर मैले बोनलेस वाला लिएको छु। अब मसला बनाउनेतिर लागौं। त्यसको लागि जिरा भन्दा अलिकति धेरै धनिया अनि टिमुर, त्यसपछि मेथी थोरै अनि सौंफ, त्यसपछि तोरीको साटोमा चाहिँ राई पनि राख्न सक्नुहुन्छ अनि 3-4 वटा ल्वाङ सुकमेल राख्ने अनि मज्जाले भुट्दिने। यो मसलामा चाहिँ हजुरहरूले चाहिँ ज्वानो पनि राख्न सक्नुहुन्छ। त्यसपछि खुर्सानीले पनि भुट्दिन्छु अनि यो खुर्सानीले पनि भुटेर चाहिँ सेलाउन छोड्दिन्छु। त्यतिन्जेल चाहिँ हामी यतापट्टि अघिको चिकनलाई चाहिँ फ्राई गरिदिन्छु। तेल चाहिँ हजुरहरूले तोरीको तेल हैन घरमा नर्मल खाने तेलमै फ्राई गर्न सक्नु। यतापट्टि मासु फ्राई हुँदै गर्छ। अब यता चाहिँ मसला पिन्नेतिर लागौं। अब यो मसलालाई चाहिँ मैले यसमा राखेर पिन्दिन्छु यतिको हुने गरेर। अनि त्यसपछि यतिको भइसक्यो मासु चाहिँ। अनि अर्को खुर्सानीले चाहिँ मैले यो चप्परमा राखेर यसलाई पनि पिन्दिए। त्यसपछि चाहिँ अब यो मासुलाई मजाले डिप फ्राई गरिदिने। डिप फ्राई भन्नाले एकदम धेरै पनि फ्राई नगर्ने। धेरै फ्राई गर्यो भने चारो भएर कस्तो खाँदा पनि मिठै लाग्दैन। अनि यतिको गोल्डन ब्राउन भएपछि यसलाई निकालेर साइडमा छोड्दिने। त्यसपछि मसला भुट्नेतिर लागौं। अघिकै तेलमा चाहिँ मेथी अनि यो लसुन अदुवा काटेर राखेकोलाई मज्जाले फ्राई गरिदिने। त्यसपछि तेजपत्ता नि राखिदिने। अनि मैले चाहिँ तिल पनि राखेको छु। यो तिल राख्यो भने मासुको अचारमा एकदमै मिठो हुन्छ है। अनि मज्जाले फ्राई गरिसकेपछि चाहिँ यो इमलीलाई मैले भिजाएर राखेको थिएँ, यसलाई पनि राखिदिएँ। यो राख्यो भने चाहिँ मासुमा हल्का अमिलोपन आउँछ। अनि अघि पिनेर राखेको खुर्सानीको धुलो र मसला अनि रातो खुर्सानीको धुलो राखेर मज्जाले पकाइदिने। यसलाई धेरै पकाउनु पर्दैन किनभने अलरेडी भुटेको भएर। अनि नुन पनि राखिदिने। नुन चाहिँ अलरेडी मासुमा पनि राखेको भएको भएर ठिक्क राख्ने। अनि भेनिगर राखेर मिक्स गरिदिने। अनि त्यसपछि अघिको मासु राखेर मज्जाले चलाउँदै पकाइदिने। ग्यासको फ्लेम लो राखेर चाहिँ 3-4 मिनेट मज्जाले चलाउँदै पकाइदिने। त्यसपछि चाहिँ अचार रेडी भयो है। यो अचार हुनु त आफ्नो तरिकाले मज्जाले जसरी बनाउनु भयो नि हुन्छ है। अनि यो राखे त 3-4 महिना पनि मज्जाले बस्छ, तर यो 1 महिना नि टिक्दैन है। एकदमै मिठो हुन्छ। मासुको अचार बनाएपछि आहा यही मात्रै जान्छ के। अरु तरकारी बनाए नि यो साइडमा राखिहाल्नु पर्छ। एकदमै मिठो हुन्छ। ट्राई गर्नु होला।